साथीभाइले हेर्नुहुँदैछ दार्जिलिङको टी वर्करहरू अहिले 2025मा टीको प्लकिङ सुरु भइसकेको छ र वर्करहरू टोकरी बोकेर आफ्नो काममा जानुहुँदैछ र दार्जिलिङ टीको वर्करहरूले टोकरी बोकेर जानुहुँदैछ। यो टोकरी चाहिँ तपाईँको बाँसको बनेको छ पुरै र अहिले प्लकिङ सुरु भइसकेको छ। दार्जिलिङ टीको टिपाइ सुरु भइसकेको छ पत्तीको। बल्ल अझै छ बोकाइ भन्छ। सुन्तला त फुलै फुलेछ तर अब यो असिना आयो भने चाहिँ झर्छ होला है होइन? राम्रो होइन नि किन यहाँ यस्तो फुलेछ सुन्तला हेर नि यत्रो खालको किन बेसी भएपछि यत्रो बोटमा कहाँ त ठुल्ठुलो हुन्छ के बेसी फुलेपछि बेसी त होइन यो त असिनाले झर्छ नि त। अब एउटा सानो झ्याङमा बेसी फुलेको चाहिँ साइज सानो हुन्छ, ठुलो झ्याङमा चाहिँ ठुल्ठुलै हुन्छ। यसमा ठुलै हुन्छ हो, यसमा चाहिँ दुई खालको हुन्छ। त्यसो हो नि त। जे पनि सानोको त कोटा सानै कम्ती नै हो कि होइन? कोटा सानै हो। तिमी बेसी त्यो तिम्रो डाइट बेसी हुन्छ, सानो नानीको त कम्ती नै हुँदैन? कम्ती नै हुन्छ। त्यसले दिनु सक्दैन भन्ने कुरो दिन त दिन्छ। अब त्यो त जबरजस्ती दिएको खाँदैन, मसिनो साइज सानो। यो चाहिँ के को बोट अरे? यो 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 सुपारी हुन्छ हिल्समा सुपारी। र यहाँ पामला हेर्नुहुँदैछ है, पामलाहरूले फलिरहेछ र सुन्तलाको बोट। इस्कुसको मौसम के रोपेको छ त्यहाँ चाहिँ? मटर हो त्यो चाहिँ? के गोबरले चाहिँ के हुन्छ? ए होइन केले खाँदैन भनेर? बाँदरले खाँदैन? सुन्तलाले फुल्नु थालेको हो क्या हो?